नमस्ते साथीहरू, नमस्ते। आज म तोरीको साग र मकैको ढिँडो पकाएर देखाउने छु हजुरहरूलाई। त तेल हालिसकेपछि यस्तो गर्ने। तोरीको साग पकाउन गइरहेको छु। आफ्नो हुन्छ तरिका। मेरो तरिका चाहिँ यस्तो छ साथीहरू। मकैको ढिँडो र तोरीको साग पकाउँदैछु। हेरेर साथ दिनु होला, सब्सक्राइब पनि गरिदिनु होला, माया गरेर हेरिदिनु होला। सबैलाई ढिँडो पकाउन आउँछ भन्ने छैन। पूर्वका साथीहरूलाई ढिँडो पकाउन आउँदैन। यता पश्चिमेली पनि आउँछ भन्ने छैन। सबैलाई आउँछ भन्ने छैन। म आफ्नो तरिकासँग नयाँ तरिकाले ढिँडो तोरीको साग पकाएर देखाउने छु। माया गरिदिनु होला। साथसाथै बेल आइकन घन्टी बजाइदिनु होला, सब्सक्राइब गरिदिनु होला। यसमा तोरीको सागलाई चाहिँ पहिला जनो पड्काउनु पर्छ। जनो पड्काउन गइरहेको छु। अनि सुकेको खोर्सानी राम्रो हुन्छ तोरीको सागलाई। अथवा साग सब्जीहरूलाई, हरियो सागपातहरूलाई चाहिँ सबैलाई सुकेको खोर्सानी नै सुहाउँछ। सुकेको खोर्सानी तेलमा खुर्याउने, सुकेको खोर्सानी तेलमा खुर्याउने। अनि थोरै अब कसैले आलु मनपर्छ, कसैलाई मन पर्दैन। मैले चाहिँ थोरै भुजिया टाइपमा आलु काटेको छु। थोरै आलु राख्ने, अनि तोरीको साग राख्ने, अनि एल्टङ पार्ने। आहा, क्या दामी हुन्छ साथीहरू, दामी हुन्छ। ज्वानो हालेँ, ज्वानो पकाएँ। अब सुकेको खुर्सानी पड्काएँ। सुकेको खुर्सानी साथसाथै काटेको मसिनो लामो जस्तो तोरीको साग त्यस्तै खालको लामो बनाउनुपर्छ। आलु हाल्ने, थोरै चलाउने। यस्तो साथीहरू, आहा क्या राम्रो छ। खाउँ लाग्ने तोरीको साग राख्ने। तोरीको साग राखेपछि हल्का चलाउने। यसलाई धेरै चलाउनु हुन्न। हल्का जस्तो भएपछि हुन्छ तोरीको साग। त्यही साथीहरू खाउँ लाग्नु भयो। त साथीहरू यतिसम्म भयो। अब नुन राख्ने। यति भएपछि आफै स्वाद अनुसारको कस्तो बनाउनु मन लाग्छ। म चाहिँ ग्रेभी टाइपको साग बनाउनु लागेको हो। अलिक भिडियो लामो हुन्छ। पुरै भिडियो नहेरेसम्म थाहा हुन्न। पुरा भिडियो हेरिदिनु होला। लास्टमा ढिँडो पकाएर देखाउने छु। यता साथीहरू, ल यति राम्रो हेर्नु चाहिँ देख्दै खाउँ लाग्नु भइरहेछ। हल्का पकाउनु पर्छ। साथीहरू साग पाक्न लाग्यो। अब थोरैलाई मकैको पिठो राखिदिने है त। थोरै मकैको पिठो राखिदिने। अनि आफूलाई कस्तो मनपर्छ, कतिसम्म बनाउने हो। मकैको पिठोले एकदम स्वादिलो हुन्छ साग। एकदम बेस्ट हुन्छ मकैको पिठो। साथीहरू साग पाक्यो, तयारी भयो साग। अब पालो ढिँडोको। अब म ढिँडो पकाउन जाँदैछु है। अब म ढिँडाको पानी तयारी गर्दैछु है साथीहरू। अब आफूलाई कति चाहिन्छ होइन, कति पकाउनुपर्छ त्यही अनुसारको मात्रै पानी हाल्ने। मलाई चाहिँ यति भए। अब त पानी उम्लिसकेपछि पिठो राख्ने।
ल है साथीहरू, पानी उम्ल्यो। अब म ढिँडो पकाउन गइरहेको छु। उम्लेको पानीमा पिठो राख्ने। अब कति चाहिन्छ अन्दाजले होइन। अब यसरी खुवाउने, यसरी मस्काउनु पर्दैन। मैले एकदम नयाँ तरिकाले गरेको हो। यसरी एकदम राख्ने कि एकदम छिटो डल्लो मात्रै साथीले, एकदम छिटो, एकदम सजिलो यसरी पकाउने। मस्काउँदा पनि हुन्छ, तर मस्काउनु भन्दा यसरी छिटो, एकदम छिटो यस्तो डल्ला मर्छ, एकदम छिटो रेडी हुन्छ ढिँडो। नजान्ने साथीहरूलाई, साथीहरू नयाँ तरिका, एकदम नयाँ तरिका यो ढिँडो पकाउने। यस्तो गरेर पकाउँदाखेरि यस्तो गर्दा डल्ला छिटो मर्छ। हेर्नुहोस् त साथीहरू, एकैछिनमा फिटेको फिटेन। ल त मेरो खाना पकिरहेको छ होइन साथीहरू। ल एकैछिनमा डल्ला मरेकोमा होइन साथीहरू, डल्लै मर्दैन, ढिँडै पकाउन आउँदैन भन्नुहुन्छ क्या कति साथीहरूले। किन आउँदैन? यस्तो सजिलो छ, यस्तो सजिलो छ साथीहरू ढिँडो पकाउन। यस्तो गर्ने कि तातो तातोमा फर्स्टमै यसरी हुने कि ल मस्काउनै पर्दैन, डल्ला मर्छ। ल साथी, एकदम नयाँ तरिका छ पकाउने। ल एकछिन गरेर एकछिन राख्ने, पाक्छ होइन। ल न साथीहरू, दामी ढिँडो पाको ल्यान्तै। ल यसरी नि पकाउने हो होइन, यसरी नि पकाउने हो ढिँडो। तर त्यो बिल्कुलै नयाँ तरिका हो, एकदम छिटो छरितो सजिलो नजान्नेलाई। ल हेर्नु त कति राम्रो भयो ढिँडो। ल हेर्नु त यहाँ क्या लरक्क पर्यो, पाको ढिँडो पाको। है साथीहरू, यसै गरी स्वस्थ हुनुहोस्, ढिँडो खानुहोस्, निरोगी बन्नुहोस्। ढिँडो राम्रो हुन्छ भात भन्दा। ढिँडो बनाएर खानुहोस्। ल साथी, ढिँडो रेडी भयो। ल हेर्नुहोस् है, देख्दै खाउँ लाग्नु। ल हेर्नुहोस् त रेडी भयो। तपाईँहरू पनि यसै गरी खानु होला बनाएर। नजान्ने साथीहरूलाई भनेको है, जान्ने त जानिहाल्नुहुन्छ, नजान्ने साथीहरू यसरी बनाएर खानु होला भन्दै अहिलेलाई बाई बाई।